नमस्कार। हिजो हामीले बेसिक भावल साउन्ड, डबल भावल साउन्डहरू जोस सकायौँ। अब आज हामीले बेसिक कन्सोनेन्ट साउन्डहरू पढ्नेछौँ। बेसिक डबल गरेर दुईटै मिश्रित र एकल गरेर दुईटै आज भ्याउनेछौँ। आज अहिले बेसिक कन्सोनेन्ट साउन्डको हिसाबमा जाँदा हामीले बेसिकमा एकल व्यञ्जनवर्णहरू कतिवटा छन् र के हुन् भनेर पढ्नेछौँ। बेसिक कन्सोनेन्ट साउन्ड जम्मा 14वटा छन्। 14वटा मध्येमा अहिले मैले यहाँ लेख्ने छु, हेर्दै गर्नु होला। जस्तै हामीसँग क ख गरेर जम्मा क ख ग घ गरेर 36वटा अक्षरहरू छन्। त्यस्तै कोरियन ल्याङ्ग्वेजहरूमा एकलमा चाहिँ 14वटा छन्। क ख हामीले जसरी क ख पढ्छौँ, कोरियनको क ख यसरी हुन्छ। यस्तो ग हुन्छ, यसलाई ग भन्छ। न द र म ब स अ ज छ ख थ फ ह। यसो गरी जम्मा हाम्रा 14वटा अक्षरहरू छन्, भनौँ वर्णहरू छन् एकल व्यञ्जनवर्ण। एक ग न द र म ब स अ ख अ ज छ ख थ फ ह गरेर जम्मा हाम्रा 14वटा व्यञ्जनवर्णहरू एकल व्यञ्जनवर्णहरू रहेका छन्। जसमध्ये यो ग कसरी भयो भन्नु होला। यो अक्षर नै यस्तो, कोरियनको ग यस्तो उल्टो एल भनौँ न, उल्टो एल, यसलाई ग भन्छौँ। यसलाई उच्चारण गर्दा ध्वनिको हिसाबमा जाँदाखेरि यसलाई ग भन्न पाउँदैनौँ हामीले। क हुन्छ उच्चारण हुनलाई चाहिँ यो ग हो, बट यसको उच्चारण चाहिँ क हुन्छ। अब ओरिजिनल क हाफ क हुन्छ, पुरा क हुँदैन। यसलाई ओरिजिनल क लेख्नुको लागि हामीले डबल व्यञ्जनवर्णमा जानेछौँ अहिले 5वटामा हो। यसरी क, यो चाहिँ ओरिजिनल क भन्छ। अहिले चाहिँ हामीले ग, यसलाई चाहिँ ग भनेर पढौँ। उच्चारण गर्दाखेरि चाहिँ यसको चेन्ज हुन्छ है। उच्चारण गर्दा यो ग नभएर क हुन्छ होइन। बट अहिले हामीले यसलाई ग नै भनौँ। यो ग, यो न सिधा एल, यो द, यो र, यो म, यो ब, यो स, यो ङ, यो ज, यो छ, यो ख, यो थ, यो फ, यो। यसो गरेर जम्मा हाम्रा 14वटा वर्णहरू रहेका छन्। ग न द र म ब स अ ज छ ख त फ। कति सजिलो छ। ग न द र म ब स अ ज छ ख त फ। ग न द र म ब स अ ज छ ख थ फ। यसलाई ङ अ जे पनि भन्छ है, ङ भनौँ। अहिले अ चाहिँ हामीले हिजो पढेका थियौँ, अ हामीले यसरी पढेका थियौँ भनेपछि यसलाई अ पनि भन्नु पाउँछ र ङ पनि हो। यो ग न द र म ब स हाम्रो फर्मुला चाहिँ यो ग न द र म ब स अ ज छ ख त फ। ग भनेको अब हामीले ग न द र यसरी लेख्न सक्नुहुन्छ है। ग न द र, ग न र म ब स अ ज छ ख त फ गरी जम्मा हाम्रा 14वटा एकल व्यञ्जनवर्णहरू रहेका छन्। जम्मा 14वटा। यी 14 व्यञ्जनवर्णमा हामीले अहिले यसको उता पछि गएर यसको भोइस चाहिँ के हुन्छ भनेर अहिले हामीले लिनुपर्ने कुरा छैन। अहिले जस्ट हामीले यो वर्णहरू थाहा पाउनको लागि यो ग नै हो भनौँ, यसलाई ग नै बुझौँ। यसलाई उच्चारणको रूपमा पछि जाँदा हामीले यो गलाई क भन्छौँ, ख पनि भन्न पर्छ बिचबिचमा होइन। त्यसैले अहिले यसलाई यो चाहिँ ग नै हो भनेर बुझौँ। यो क स केही नबुझौँ, यो जस्ट ग हो भनौँ। यो न हो भनौँ, यो न नै हो। यो द, जस्तै द, यो द हो। यो र, ठ्याक्क यस्तो गरेर र। यो म भनेको चाहिँ ठ्याक्क त्यो कोण भन्छ नि, एउटा चौकोस कोण। अनि ब भनेको यसरी लेख्न पनि पाउँछ हामीले, यसरी लेख्न पनि पाउँछ। तपाईँले जसरी बुझ्नुहुन्छ त्यो अनुसार ब। स भनेको यस्तो उल्टो भयो। अ भनेको यो भइहाल्यो, अ ज छ ख त फ गरेर जम्मा हाम्रा बेसिक कन्सोनेन्ट 14वटा रहेका छन्। यी 14वटा बेसिक कन्सोनेन्टहरू
इफ हामीले जाने भनेपछि इजिली हामीले डबल कन्सोनेन्ट इजिली जान्ने नै छौँ। 14वटा यी र 5वटा ती गरेर जम्मा 19वटा कन्सोनेन्ट साउन्डहरू रहेका छन्। कन्सोनेन्ट साउन्डहरूमा हामीले जान्नुपर्ने भनेको जस्ट अहिले यो मात्र हो। यति मात्र जान्दाखेरि हामीलाई इनफ हुन्छ कन्सोनेन्ट साउन्ड। ल हामीले सिङ्गल कन्सोनेन्ट साउन्ड सकायौँ। अब त्यसपछि हामीले डबल कन्सोनेन्ट एकल व्यञ्जन वर्ण सकिने बित्तिकै हामीले डबल मिश्रित व्यञ्जन वर्णहरूको अध्ययन गर्नेछौँ। मिश्रित व्यञ्जन वर्ण थोरै छन्, 5वटा मात्र छन्। इजी छ। हामीले जस्तै सिङ्गल जसरी सकायौँ त्यसरी जसरी हामीले सिङ्गलहरूलाई मनन गरेर राम्रोसँग बुझ्यौँ नि, डबल त केही छँदै छैन। सिङ्गललाई डबल गराएको मात्र हो। सिङ्गल यो ग थियो भनेपछि यसलाई डबल गराएपछि क हुन्छ, डबल भइहाल्यो। त्यसरी इजी नै छ। जम्मा 5वटा मात्र छन्। 14वटा सिङ्गल कन्सोनेन्ट साउन्ड हुन् है, 5वटा चाहिँ डबल कन्सोनेन्ट साउन्ड हुन्। जस्तै एउटा ग भयो, यो डबल गरेपछि क हुन्छ। अरूको किन हुँदैन होला भन्नुहुन्छ, क्वेसनहरू आइरहेको हुन्छन्। अरूको चाहिँ हुँदैन किनकि यो कोरियन ल्याङ्ग्वेजमै छैन। अब मैले हुन्छ भनेर भएन, हुँदा पनि हुँदैन र आउँदा पनि आउँदैन यसमा होइन। जस्तै मैले अघिले भर्खरै लेखेको थिएँ। जस्तै यो हिसाबमा चाहिँ ग थियो, हामीले ग पढाएको थियौँ फर्स्टमा। यो गलाई डबल लेखेपछि यो के हुन्छ, क हुन्छ। अनि फेरि हामीले द लेखेका थियौँ, एउटा द लेखेका थियौँ, यसलाई डबल गरेपछि यसको चाहिँ त हुन्छ। फेरि हामीले एउटा सिङ्गल लेखेपछि ब हुन्छ भनेपछि डबल आयो भने ब। स लेखेका थियौँ एउटा यस्तो, हामीले एउटा स लेखेका थियौँ, यसलाई डबल गरेपछि यो मोटो स हुन्छ। हामीले मोटो स भन्छौँ नि, मोटो। फेरि ज एउटा सिङ्गल लेख्यौँ भने हामीले ज लेख्थ्यौँ, डबल आयो भने ज भयो। हामीलाई जम्मा यो 5वटा मात्र छ। क त प स च, क त प स च गरेर जम्मा हाम्रा 5वटा डबल कन्सोनेन्ट साउन्डहरू रहेका छन्। जसमध्ये हामीले सिङ्गल त सकायौँ, हामीले लगभग भयल पनि सकायौँ, अनि सिङ्गल डबल गरेर भयल सकायौँ, अनि कन्सोनेन्ट पनि सकायौँ। जम्मा गरेर हाम्रा 40वटा वर्णहरू हामीले सकाएका छौँ। अब यस लगत्तै हामीले इक्जाम्पल फोगीको हिसाबमा, इक्जाम्पललाई फोगी भन्छ, त्यो फोगी कसरी हुन्छ सबै लेख्दै जाँदा जस्ट हामीले यो डबल सिङ्गल भवल साउन्ड कन्सोनेन्ट साउन्डको इक्जाम्पलहरू दिने नै छौँ। इक्जाम्पललाई फोगी भन्छ, याद गर्दै गर्नु होला। फोगी धेरै बिर्सिने, हामीले जति पढ्यो पनि फोगी भन्ने कुरा हामीलाई थाहा भयो भनेपछि फोगी हामीलाई नभने अति आवश्यक चिज। जस्तै मानवको शरीरमा ब्लड नै युज भएन भने कस्तो हुन्छ त्यस्तै लाग्छ मलाई चाहिँ। तपाईँहरूलाई पनि त्यस्तो लाग्नुपर्छ। जति पढे पनि हामीले फोगी चाहिँ राम्रोसँग बुझ्यौँ भने फोगीले नै काम दिन्छ। हामीले भवेल र कन्सोनेन्ट साउन्डहरू सकायौँ। यसको सकिने बित्तिकै हामीले फोगीहरू इक्जाम्पलहरू चाहिँ जान्नु नै पर्ने हुन्छ र मिनिङहरू चाहिँ सबैभन्दा धेरै भिआइपी भनेको मिनिङहरू हो। यो मिनिङ चाहिँ जसरी पनि हुन्छ जान्नै पर्छ। यसको लागि हामीले फोगीहरू इक्जाम्पलहरू दिने रहेछौँ। जुन हामीले भवेल साउन्ड र कन्सोनेन्ट साउन्डहरू अध्ययन गऱ्यौँ, यो अध्ययनअनुसार कसरी अध्ययन गऱ्यौँ त ल। यो आ भयो, यो आ कहाँ लाग्छ, कसरी लाग्छ, कता लाग्छ, यो अ भयो कता लाग्छ, कसरी लाग्छ खै। अब जस्तै मेरो नाम नवीन भयो, नवीन, यो नवीन हो, यो नवीन हो। अब यो न कसरी नभयो, ना कहाँ आयो, भवेल साउन्ड कहाँ छ, कन्सोनेन्ट साउन्ड कहाँ छ, तल फात्सिम भनेको तल झुन्डिनु हो, यो फात्सिम किन झुन्डियो, कसरी झुन्डियो, यो कसरी लाग्यो भनेर हामीले फोगी अनिवार्य जान्नु नै पर्छ। अब फोगीको हिसाबमा जाँदै गर्दा हामीले अब मैले यहाँ बुकमा भएको मिनिङहरू लेखिदिने छु। जस्तै यसलाई भन्छ मोजा। अब मिनिङहरू बिस्तारै लेख्दै गरौँ न। म अहिले स्टप गराएँ, स्टप हुँदैन कि इन गर्दैन। फोगी फोगी यो इक्जाम्पल हो है। इक्जाम्पल हो। जस्तै इक्जाम्पलमा हामीले जुन कन्सोनेन्ट र भवेल साउन्डहरू चाहिँ अध्ययन गरेका थियौँ त्यही हिसाबमा जाँदाखेरि यो फोगीको हिसाबमा जस्तै यो म भयो, यो म भयो, यो ओ भयो, हामीले पढाएको थियौँ भवेल साउन्ड ओ, यो भयो ज,
यो भयो आ। अब यसलाई पुरै उच्चारण गर्दाखेरि के भयो मको तल उ आयो भने मो भयो, जको पछि आयो भने जा। यसको उच्चारण चाहिँ मोजा भयो। मोजा भनेको के हो टोपी। हाम्रो खुट्टामा लाउने मोजा हो। अब यहाँ कोरियन शिरमा गयो भने के गर्नु यस्तै छ मोजा भयो, मोजा टोपी भन्यो। अब यो भनेको न भयो, हामीले न पढाएको थियौँ नि कन्सोनेन्ट साउन्डमा न, यो भएको आ भयो। सिधा लाइन पूर्णविराम लाइन तानेर राइटतर्फ लाइन तानेको चाहिँ आ हुन्छ भनेर मैले सुरुदेखि नै भनिरहेको छु। न भयो, न आ भयो, फेरि यो म भयो, यो भनेको ऊ भयो, नामुङ भयो। नामुङ भयो। नामुङ भनेको के हो भनेपछि रुख। नामुङ भनेको रुख भयो। फेरि यो भयो न, यसपछि आ, यो इ। जिरो किन आउँछ भनेपछि यो अ किन आयो भनेपछि असाइलेन्ट हुन्छ, ङ हुन्छ। नाङ्गी हुँदैन, नाइ हुन्छ मात्रै। अ भनेको साइलेन्टमा हुन्छ। अ भनेको कसरी उच्चारण गर्ने हामीले असाइलेन्टमा हुन्छ। जुन हामीले अ पढाएको थियौँ कन्सोनेन्ट साउन्डमा। अनि फेरि अ भनेको भावल साउन्डको अ चाहिँ यस्तो हो, यो कन्सोनेन्ट साउन्डको अ यो नाइ भयो। नाइ, नाइ भनेको के हो भनेपछि उमेर। उमेर। यो भनेको यो साइलेन्ट भयो, यो भनेको आ भयो, यो भनेको ब भयो, यो भनेको जी। आबजी। आबजी भनेको आ ब जी भनेको बाबा। बुबा पनि भन्छ है, ड्याडी। अब के तपाईँ भन्नुहुन्छ, तपाईँले बाबाले पापा पनि भन्नुहुन्छ, पापा पनि हो सबै है। ल अब यो भयो, यो पछि अमनी। अ म नि। अमनी कसरी भयो भनेपछि यो अ साइलेन्ट भयो, अ आयो, मको म यसरी भयो सिधा। यसरी म हुन्छ भन्नुहुन्थ्यो, यो म यस्तो म हुँदैन। यो आधा भयो, म भयो। अब मलाई राम्रोसँग म बनाउनलाई यस्तो चाहिन्छ, किनकि भवेल र कन्सोनेन्ट साउन्डहरू मिलेर चाहिँ एउटा अक्षर बन्ने हो। त्यो चाहिँ प्योर अक्षर भन्छ कि। आधा अक्षर बनाउनलाई त यो म मात्र भयो भने हामीले यो म भनेर पढाएर यो म यस्तो म होइन, यो हाफ म। त्यसपछि यो भयो अमनी। अमनी भनेको आमा, मम्मी, मामु, के भन्नुहुन्छ तपाईँ सबै हो है। अब मोसु, मिसु। म भयो, मको पछि इ आयो, सको सो। मिसो। मिसो भनेको के हो भनेपछि मुस्कान। मिसो। मिसो। मिसो भनेको मुस्कान। अब के भन्नु मिसो मिसो, कोही हाँस्यो भने के भन्नु मिसो मिसो। तपाईँले याद हुन्छ नि त मिसो मिसो मुस्कान हो, यसरी टक्क मुस्कान यस्तो गर्छ नि त हो मिसो मिसो भन्ने मुस्कान। सुजु। स भयो, सो भयो, जु भनेको कोरियन रक्सी हो। सुजु भनेको, सुजु भनेको के हो रक्सी हो। यो कोरियन रक्सी हो। तपाईँ कोरियन रक्सी सम्झिनु होला, कोरियन है, कोरियन हो। कोरियन रक्सी सुजु भनेको। नारा। नारा भनेको देश भइहाल्यो। नारा। नारा लगाउँ भन्छ नि, नारा भनेको देश सम्झिनु, कन्ट्री नभन्ने हो। हामी किनकि कोरिया जान्छ, इपिएस पास गर्नु छ। इपिएस पास गर्नुको लागि यो चाहिँ अनिवार्य चाहियो र यो हुनै पर्यो। मिनिङ तपाईँले मरेर हुन्छ कि बाँचेर हुन्छ कि तडपेर हुन्छ, जसरी पनि यो मिनिङ चाहिँ जान्नै पर्छ। नारा भनेको देश हो, ना भयो रा भनेको देश। देश। अब यो भवेल साउन्ड र कन्सोनेन्ट साउन्ड मिलेर यसरी एउटा शब्द बन्छ कि। जस्तै मोजा टोपी भयो, किनकि यहाँ भवेल र कन्सोनेन्ट साउन्ड मिक्स भएर बन्यो, एउटा लेटर बन्यो भनौँ न। जस्तै यो लेटर बन्यो, एउटा शब्द बन्यो। यो शब्द चाहिँ यो मिनिङ हो, यसको मिनिङ हो। हामी चाहिँ यो कोरिया गएर टोपी दिन्न भनेर भन्नु मिलेन, मोजा भन्नु पऱ्यो, टोपी भन्नु भएन, ऊ रुख भन्नु भएन, नामुङ भन्नु पऱ्यो, नामुङ भन्नु पऱ्यो। होला रुख रुख भयो। यसलाई यो रुख 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 भनेर भन्नु कोरियनले के भन्छ, के भन्छ यो भन्छ। नामु नामु भनेपछि अब त्यो रुख भन्ने कुरा हुन्छ, नामु भनेपछि। अब बाबा हुनुहुन्छ, बाबालाई फोन गरेर राख्नु भएको छ तपाईँ। इफ कोरियनले कसलाई फोन गरेर भन्दा पछि बाबालाई भनेर भएन, आबाजी भन्नुभयो। आमालाई भनेपछि अमनी। ओके।
ल हामीले फोगीको हिसाबमा मैले अहिले लेखिसकेँ, मिनिङहरू लेखिसकेँ। अब मिनिङहरू लेख्दै गर्दा लामो हुन्छ, भिडियो पनि लामो हुन्छ, कहाँ कहाँ पुग्नुपर्छ ठ्याक्क पहिला मैले मिनिङहरू लेखेँ। त्यसपछि तपाईँलाई म बुझाइदिन्छु सुरुदेखि लास्टसम्म। आज यति मिनिङ तपाईँले पढ्नुभयो भने आज 10 पढेपछि भोलि 15, पर्सि 20 गर्दै जाँदा हामीले फर्स्टमा 20 लेखेर इजी लाग्ला पढाउँला। नो द्याट्स नट गुड। फर्स्टमा 5 पढ्ने, 6 पढ्ने, 7 पढ्ने, यसरी पढ्दै जानु होला। जस्ट मैले यो फोगीको हिसाबमा त मैले भने फोगी यस्तो हुन्छ है। यो ब हुन्छ सर, फगी नै भयो। यो फोगी भनेको यसरी तपाईँ भन्नुहुन्छ होला यो फोगी कसरी भयो सर? फ त हामीले यसरी पढेका थियौँ, यो फो यो गी हुनुपर्छ भनेको त्यो होइन। द्याट्स नट गुड। त्यो ठिक होइन। यो फोगीको मिनिङ नै अर्को हुन्छ है। त्यसको पनि मिनिङ आउँछ। यो ब हो, यो हामीलाई थाहा छ। यो फो, ओ, यो गी हो। यो बको उच्चारण हामीले फ हुन्छ भनेको। यो ग आयो भने अगाडि ख उच्चारण हुन्छ भने हामीले होइन। यो ब आएपछि फको उच्चारण गरिन्छ। बस ओके। फोगीको हिसाबमा हेर्दै जाँदा साझा, छ आ ज जा। साझा भनेको सिंह, साझा भनेको सिंह। छिमा भनेको स्कर्ट। होदु भनेको उखर है। खादु भनेको काठ। खादु भनेको काठ। खादु यस्तो होला नि। खादु भनेको काठ हो यो है। अनि हरि भनेको मान्छेको नाम हुन्छ हाम्रो नेपालमा। उहाँ चाहिँ कम्मरलाई चाहिँ हरि भन्छ कोरियामा है। इमो भनेको सानीमा गयो। अघि हामी अमनी भनेको आमा भनेको थियौँ, इमो भनेको सानीमा। अमनी भनेको आमा भनेको थियौँ, इमो भनेको सानीमा। हामीले आन्टी पनि भन्छौँ है यसलाई, त्यस्तो नजुकिनु होला। आन्टी के भन्छ भने सानीमा भनेको मम्मीको बहिनी भनेर बुझ्नु होला। सानीमा सुधा हो, हामीले यो सुधा हामीले जुन हामीले यो सु एउटा यो चाहिँ यस्तो स हुन्छ भनेपछि यो डबल आयो भने चाहिँ यस्तो। यो सुधा भनेको लेख्नु हो। खुदा भनेको ठुलो हुनु है। तुदा द डबल आयो नि त, द यो त हुन्छ भनेको थियौँ तुदा। इफ यो आएको भए, यो मात्र आएको भए, यो आएको भए हामीले के भन्थ्यौँ भनेपछि थुदा भन्थ्यौँ अहिले। किनकि दको प्रोनाउन्सिएसन त हुन्छ, यो डबल आएको कारणले गर्दा तुदा भयो। तुदा भनेको उदा हुनुभयो। आपुदा किन हेर्नु भएको छ? आपुदा भनेको दुख्नु। अनि ओरुदा भनेको उक्लनु, चढ्नु, उक्लनु है। छुसु यो छ हो, छ होइन ज हो। सुसु भनेको जुस, जुस भन्छ। बसु भनेको बस हो। सादा भनेको सस्तो हुनु हो। पुरी भनेको जरा हो, रुखको जराहरू है पुरी भनेको। अनि चादा भनेको ज मिलेपछि च हुन्छ भनेको हामीले पढेका हौँ। चादा भनेको चर्को हुनु हो। सुधा भनेको लेख्नु। हामीले 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17वटा मिनिङ लेखाएको छौँ। अघिको त्यो गर्दा लगभग 20-22 वटा मिनिङ जति भयो। यति मिनिङ तपाईँले याद गर्नुभयो भने यो लेटरहरू बुझ्न सक्नुहुन्छ। यो इजिली हो। तल फाँच्चीमा तल पनि झुन्डिएर आउँछन्, क्रसिङ हुन्छ। यो धेरै लामो छ। जस्ट अहिलेको लागि चाहिँ यो इजिली यतिकै बुझ्नु होला। हस्, धन्यवाद।